मेरो घर सनपा 10 हो। म धेरै अरूभन्दा पनि यो विज्ञ नेपालको प्रकाश सरलाई यो अर्घाखाँची जिल्लामा यो थेरापी भित्राउने क्रममा उहाँलाई धेरै धन्यवाद उहाँलाई दिन चाहन्छु। त्यसपछि अब यहाँ हाम्रा स्टाफ बहिनीहरू सर उहाँहरूलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। र यहाँ अर्घाखाँची जिल्लामा हामी बुढाबुढी यस्ता अपाङ्ग घोडा दुख्ने ढाड दुख्ने अहिलेसम्म थेरापी भन्दै आयो, हस्पिटलमा आयो, एउटा थेरापी चाहिँ थेर पार दिन्छ जान्छ, पैसा मात्रै दिन्छ। त्यस्तो गरेर हामी बसेका थियौँ, कति दुःख पाएको थियौँ। मेरो पीडा भन्ने नि अहिले 9 महिनासम्म म कहाँ गइनँ, भैरवा गएँ, बुटोल गएँ, काठमाडौँ गएँ, अर्घाखाँचीका यिनी हस्पिटल सबै चालेर कति पैसा खर्च गरेँ। लास्टमा म पहिले आउनु पर्ने रहेछ, सुरुमा जो लास्टमा थेरापी जानु पर्यो भनेर त्यहाँबाट यहाँ थेरापी आएँ। पहिला त हिँड्छ कि भन्ने पनि लाग्यो। डेली आउँदाखेरि मलाई एकदम पछि सन्चाउँदै गयो। मेरो ढाड दुख्यो, मेरा घोडा बस्न उठ्न के गर्न हुन्न त मलाई कस्तो थियो। किचनमा खाना बनाउन नसकेर माथि र ग्यास लगाएर आधालाई बताइदिन्छु मैले। त्यसमा खाना बनाएर कुर्सीमा बसेर पनि खाइदियो। अहिले धेरै ठिक भएछ। बुवाआमा दाजुभाइ दिदीबहिनी सबै सम्पूर्ण यहाँ थेरापीमा आउनु होला। यो विज्ञ नेपालको थेरापी हामीले टिकायौँ भने वर्ष टिक्छ। हामी आयौँ भने हामी आउनै छोड्यौँ भने त यो कसरी टिक्छ? त्यत्तिकै टिक्ने कुरो त भएन। त्यही भएर सबै आउनु होला। एकजनाले हामी यहाँ हजारौँ जना छौँ भने पनि एकजनाले एउटा साथी लिएर आयौँ भने 2000 हुन्छ। 2000 जना छौँ भने 4000 आउँछन् एकान दुईटा ल्याए पनि। त्यही भएर सबैले ल्याउने काम गर्नु होला। मैले 5 जना ल्याइसकेँ। यसमा नगर्नु होला। र यो विज्ञ नेपालको अब यो टप एन्ड टप लान त अब शक्ति भएन होइन। मैले यो म्याथ मेसिन लिएर जाने भइछु आज। सबैले अब क्षमता अनुसार सक्नुहुनेले एकान्टा मेसिन घरै लिएर जानु होला। सजिलो पनि हुन्छ यो टप एन्ड टपमा आउने। कहिलेकाहीँ आएर उ गर्नु आएर सुतेर जान पनि भयो। कहिलेकाहीँ 4-6 दिन पछि बिराएर आउन सकिन्छ। र अब यो विज्ञ नेपाललाई धेरै धन्यवाद दिन चाहन्छु। र यस्तै टिपोस्। हाम्रा छोरा नाति पलातीसम्मलाई पनि रोग लाग्दैन भन्ने छैन। तर अहिलेको यही टिकेर यही उपचार होस्। सबै आउनु होला, आउन नछोड्नु होला। आएपछि सन्चो रहेछ के भएर 2-4 दिन गइयो सन्चो भएन भनेर नभन्नु होला। म पनि 2 महिना आएँ। 2 महिनामा मलाई धेरै सन्चो भयो। म यो 3टा घर झन्नै यो मुनतिर भए पनि त कस्तो हुँदो भन्थेँ म सुरुमा आउँदाखेरि निस्किन नसकेर त्यस्तो थियो। अहिले यतिको भएँ। अहिले त खटाखट हिँड्ने भइछु। दुख्न त अलिअलि दुख्छ। त्यही भएर सबै आउन नछोड्नु होला। एउटा मेसिन पनि अब सक्नेले लिएर जानु होला, नसक्ने आइराख्नु होला। अब के भनौँ मैले होइन, निरन्तर आउनु होला र साथी पनि एकान्त लिएर आउनु होला। अब मैले भन्ने त्यही हो। यो विज्ञ नेपाललाई धेरै धन्यवाद। प्रकाश सरलाई हाम्रा यहाँ बहिनीलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। हवस् त विज्ञ नेपाल नमस्कार।